गाइज तपाईहरु अहिले पनि चिकन चिल्ली खानको लागि रेस्टुरेन्ट जाने गर्नुभएको छ। रेस्टुरेन्टमा भन्दा टप क्वालिटी र एउटा प्लेटको बजेटले नै सानो परिवारलाई नै पुग्ने यसरी घरमा बनाएर खानुभयो भने भन्दा पहिला चिकनको बोनलेस थाईलाई 1.5 इन्चको क्युबमा काट्छौं र यसमा म्यारिनेसनको लागि नुन, ब्ल्याक पेपर, लसुन र अदुवाको पेस्ट, लेमन जुस, हल्का लाइट सोया सस, अण्डाको व्हाइट पार्ट र आधा कर्नफ्लोर, आधा रेगुलर फ्लोर राखेर यसलाई मज्जाले म्यारिनेसन गरी एकछिनको लागि सेट हुन छोड्छौं। अब हामी यसको सस रेडी गरौं। केचप, लाइट सोया सस, ओयस्टर सस, चिल्ली सस र कर्नफ्लोर मिक्स गरेको पानी यो सबै राखेर यसलाई राम्रोसँग मिक्स गर्छौं। अब हामी हाम्रो भेजिटेबलहरु काट्छौं। बेल पेपर तपाईसँग उपलब्ध जुनसुकै कलरको पनि यसमा प्रयोग गर्न सक्नुहुनेछ। स्प्रिङ अनियनलाई चाहिँ पात र डाँठको भागलाई सेपरेट गरेका छौं। रातो प्याजलाई पनि भिडियोमा जस्तै गरेर रफ चप गर्छौं। यसैगरी हरियो खुर्सानी, अदुवा र लसुनलाई पनि हामी फाइन चप गर्छौं। अब हामी हाम्रो म्यारिनेटेड चिकनलाई एक एक गरी मज्जाले फ्राई गर्छौं र यसलाई गोल्डन ब्राउन भएपछि निकाल्छौं। अब हामी एउटा वकमा तेल राखेर यसमा लसुन, अदुवा र खुर्सानीलाई एकछिन फ्राई गर्छौं। यसमा स्प्रिङ अनियनको डाँठतर्फको भागलाई पनि राखेर फ्राई गरिसकेपछि हामी चप गरेको सबै भेजिटेबलहरु राखेर यसमा नुन राखी एकछिन फ्राई गर्छौं। अब हामी अघि तयार गरेर राखेको स्पेशल सस यसमा राखी एकछिन फ्राई गर्छौं। यसमा हामी फ्राई गरेको चिकन पनि राखेर राम्रोसँग टस गर्दै फ्राई गर्दै गर्छौं। यसो गर्दा हाम्रो सबै सामग्रीहरु मज्जाले मिक्स हुन्छ। अब अन्त्यमा हामी यसमा फ्रेश चप गरिएको स्प्रिङ अनियन स्प्रिङ्कल गरिदिन्छौं। अब हेर्नुहोस् यो रेस्टुरेन्टमा भन्दा राम्रो क्वालिटीको र त्यो भन्दा स्वादिलो चिकन चिल्ली तपाईको किचनमा तयार भइसकेको छ। तपाई पनि यसलाई ट्राई गर्नुहोस् र फिडब्याक दिनुहोस्।